काठमाडौँ उपत्यकामा बसेर पनि केवल जातको कारणले कोठा खोज्नु कति कठिन हुन्छ, कहिलेकाहीँ कसैले कल्पना पनि गर्दैन। प्रत्येक दिन कतिले नयाँ ठाउँ नयाँ घर खोज्दै सोध्छन्, कोठा पाइन्छ कि? तर जवाफ एउटै आउँछ, हामी तल्लो जातका मान्छेलाई कोठा दिँदैनौँ। यो 21औं शताब्दी हो, तर मानिसको सोच अझै पुरानै धारमा अड्किएको छ। आजको भिडियोमा हामी त्यही पीडा, अन्याय र वास्तविकता सुनाउँदैछौँ, जहाँ जातले होइन मानिसको मनले विभाजन गरिरहेको छ। यो कथा केवल एकजनाको मात्रै होइन, जातको कारण अपमान सहनु परेका हजारौं आवाजहरूको प्रतिनिधि हो। हुन्छ, यो पसलमा गएर एकचोटि बुझी हेरौँ न त है। हो, हुन्छ नि त, जाउँ न त। हेलो हजुर, को हुनुहुन्छ होला? हेलो हेलो, नमस्ते। नमस्कार हजुर, नमस्कार। ए सुन्नु न हजुर, यता कतै कोठा पाइन्छ होला? होला हजुर। हाम्रो लागि है। कहाँ हो नि घर चाहिँ? हाम्रो घर चाहिँ झापा हजुर। कहाँ के गर्नुहुन्छ तपाईँहरू? हामी पढाइको क्रममा कोठा खोज्दै आएको हजुर। अनि हजुरहरू के थरी पर्नुभयो? हामी चाहिँ विश्वकर्मा। त्यसो गर्नु नि त, तपाईँहरू म घर सल्लाह गर्छु, भोलि या पछितिर आउनु न त। ए हुन्छ, हस् ल, हामी लाग्यौँ है त। अङ्कल नमस्ते। नमस्कार। अस्ति आएको थियो नि अङ्कल हामी। ए कोठा खोज्न आउनुभएको थियो है? हजुर हजुर। ए हाम्रै आफ्नैमा हो, अब आफ्नै मान्छे बस्ने भयो, नमिल्ने भयो भाइ। नमिल्यो अङ्कल? काठमाडौँमा त केटा आफ्नो जात भएन भने त रुम पाउन गाह्रो हुँदो रहेछ। गाह्रो भइसक्यो रुम पाउनु। यहाँ चिया पसल रहेछ, यहाँ जाउँ। यहाँ आन्टीले कतै पाइन्छ कि सोधौँ न त है। ल आन्टी, 2 कप चिया बनाइदिनु न। कलेज पनि स्टार्ट भइसक्यो, पढाइ पनि बिग्रिसकिसक्यो, होटलमा बस्दा बस्दा खर्च पनि त्यस्तै बढी भइसकिसक्यो। के गरौँ त अब? यहाँ आन्टीलाई सोधौँ न, अब आन्टीलाई पो थाहा हुन्छ कि। सोधौँ न एकचोटि। आन्टी सुन्नुहोस् न, हजुर बाबु भन्नुहोस् न। यता कतै कोठा खाली छ होला आन्टी? हजुर, यहाँ मल्ल सर्कलमा एउटा कोठा त खाली छ। हजुर। अब हजुरहरूबाट यसो बुझ्नु न। ए हुन्छ, हस्। ए त्यही त, यहाँ आन्टीलाई सोधौँ न त, मल्ल सरको घर कता रहेछ? हुन्छ। आन्टी, यहाँ मल्ल सरको घर कहाँ पर्यो? घर त्यही हो। यतापट्टि हो? हो। ए हुन्छ, यस। सुन त केटा, मल्ल सरको घर पनि यही जस्तो छ। यहाँनिर चाहिँ आफ्नो कास्ट भन्नु हुँदैन, यहाँनिर चाहिँ बस्नेत भन्नुपर्छ है। हुन्छ, त्यसो गर्दा भने किन भन् न, कोठाको यहाँनिर चाहिँ आफ्नो कास्ट भन्नु भने कोठा नदिने हुँदो रहेछ। हाम्रो कास्ट हटेर यहाँनिर बस्नेत भन्नुपर्छ है त। हुन्छ। ल जाउँ, यही रहेछ घर। ए त्यही त यहाँ पर्तिर दिदीलाई सोधेको, यहाँ रुम खाली छ अरे भन्दै हुन्थ्यो। ए रुम त खाली छ भाइ, एकचोटि दाइसँग कुरा गर्नुपर्ने हुन्छ। ए हुन्छ। बस्दै गर्नु म दाइसँग हस् है। हुन्छ। किन हुनुहुन्छ? आउनु न, यता आउनुहोस्। नमस्ते। नमस्कार। भाइहरूलाई रुम चाहिएको? हजुर हजुर। रुम त खाली छ एउटा। यस अझै भाइहरू के थरी भन्नुभयो? बस्नेत दाइ हामी। बस्नै थियो नि? हजुर हजुर, बस्नेत। ल जाउँ न त, रुम खाली छ, एकचोटि हेरिहेरौँ। हुन्छ। रुम चाहिँ यही हो भाइ। ए हुन्छ, हेर्छु नि त। रुम चाहिँ यही हो भाइ, हेरिहाल्नु भयो। अब बस्नुहुन्छ भने त के हामी खाली गरिदिन्छौँ। भोलि खाली गरिदिनु नि दाइ, हुन्छ? हुन्छ, भोलिदेखि नै आउनुहुन्छ? हजुर हजुर। हस्, लाग्यो त। तपाईँले रुम त हुन्छ भनेर दिनुभयो, तर मलाई त उहाँहरूले जात ढाक्नु भयो जस्तो लाग्यो। के फरक पर्छ र अहिलेको जमानामा जे थरी भए पनि? कहाँ त्यस्तो भनेर हुन्छ त? तपाईँले एकचोटि उहाँहरूलाई नागरिकता मागी हेर्नु।
त्यस्तो म त मान्दिनँ नि त्यसरी जात ढाँटेर बस्नुलाई। भाइहरू के छ खबर? ए नमस्ते अङ्कल। नमस्कार। भाइहरूको नागरिकता चाहिएको थियो। देन त तेरो नारी त के हो भाइ, तिमीहरूले त जात ढाँटेर बसेको रहेछौ त। अस्ति मैले सोधा त तिमीहरूले बस्नु भनेको होइन त, आज विश्वकर्मा रहेछौ त। यस्तो सानो जात हाम्रो घरमा चल्दैन, आफ्नो परम्परा हुन्छ, रीतिरिवाज हुन्छ। सामानहरू प्याक गरेर गइहाल, अब यहाँ हुँदैन यसरी। कस्ता कस्ता मान्छे आउँछन् न जात ढाँटेर बस्छ नि नानी उता। दाइ सुन्नु न, घरबेटी आन्टी त सिकिस्तै बिरामी भएर हस्पिटल लानुभएको छ अरे, तपाईँलाई थाहा हो? हो र? कुन हस्पिटलमा दाइ? उहाँको शरीरमा चाहिँ हेमोग्लोबिनको मात्रा चाहिँ एकदमै कम भएको रहेछ, एकदमै रियो टाइपको ब्लड रहेछ उहाँको। हामीले धेरै ब्लड ब्याङ्कहरूमा चेक गऱ्यौँ र अहिलेसम्म अभाइलेबल छैन। तपाईँको आफ्नो आफन्तहरू जो हुनुहुन्छ उहाँहरूसँग कन्ट्याक्ट गरेर यो ब्लड ग्रुप चाहिँ एकदम अभाइलेबल गराउनु पर्यो है, अनि मात्रै हामी उहाँलाई बचाउन सक्छौँ। हुन्छ सर। अङ्कल आन्टीलाई के भयो? अङ्कल ओ नेगेटिभ भन्नुभयो, त्यो ब्लड ग्रुप त मेरो पनि हो। यदि आन्टीलाई चाहिन्छ मिल्छ भने म दिन तयार छु आन्टीलाई। हो भाइ, जाउँ न त त्यसो भए डक्टरसँग सल्लाह गरौँ। हुन्छ। ए कस्तो छ तिमीलाई? होसा तिमीलाई कस्तो छ अहिले? त्यो भाइहरू छन् कि गए, सबै त्यो भाइहरूले गर्दा भएको हो। हाम्रो घरमा यसरी अजातहरू राख्ने गरेको थिएन, त्यो भाइहरूले गर्दा भएको म बिरामी भएको पनि। होइन नि, त्यो भाइहरू बिचरा भाइहरू थिएनन् भने आज तिमी यसरी पुनर्जन्म पाउने थियौ न। त्यो भाइहरूले गर्दाखेरि त्यो ब्लड ग्रुपहरू कहीँ नपाएर त्यो भाइहरूले आएर ब्लड ग्रुपहरू दिएर तिमी यसरी आज नयाँ जीवन पायौ तिमीले। यस्तो सानो जात हाम्रो घरमा चल्दैन, आफ्नो परम्परा हुन्छ, रीतिरिवाज हुन्छ। सामानहरू प्याक गरेर गइहाल, अब यहाँ हुँदैन यसरी। आन्टी कस्तो छ हजुरलाई? ठिकै छ बाबु। माफ गरिदिनु होला मलाई भाइहरू, तपाईँहरूलाई मैले जातको कारणले नराम्रो व्यवहार गरेको छु। सक्नुहुन्छ भने मलाई माफ गरिदिनु। म माफीको त लागेको छैन, तर हजुरहरूले मलाई माफ गरिदिनु। ठिकै छ आन्टी, तपाईँले हामीलाई घरबाट त निकाल्नुभयो, तर मानवताबाट कसैलाई पनि निकाल्न सकिँदैन। ढिलै भए पनि बुझ्नुभयो, धेरै धेरै धन्यवाद आन्टी। आज जसलाई जातको कारण कोठा दिन अस्वीकार गरिएको थियो, उही तल्लो जातको रगतले आज एक मान्छेको ज्यान बचाएको छ। डाक्टरले जात सोधेन, रगतले जात चिनेन। शरीरमा बग्ने रगतले कहिल्यै भन्दैन यो माथिल्लो जातको र त्यो तल्लो जातको। आज एउटा कठोर सत्य फेरि प्रमाणित भयो, मानिस ठुलो हुन्छ, जात होइन। यदि रगत एउटै रङको हुन्छ भने मान्छे किन फरक व्यवहार गर्छ? यो कथा यही सकिँदैन। यो प्रश्न हो हाम्रो सोचको लागि, यो प्रश्न हो मानवता गुमाएर स्वार्थमा डुबेको समाजको लागि।